ल हेर्नुहोस् है साथीहरू, आफैले मेहनत गरेर रोपेको यो अर्गानिक सागलाई हामीले चाहिँ आज टिप्दैछौँ। सागसँगै हेर्नुहोस् यहाँ काउलीहरू पनि छन्। ल साग टिप्दा टिप्दै तिर्खा पनि लाग्यो अरे म यहाँलाई। ल हेर्नुहोस् त काउलीका बोटको भित्रभित्र धनियाँहरू पनि त्यतिकै मौलाउँदैछन्। त्यो धनियाँलाई पनि टिपेर हामीले अचार पनि बनाउनु पर्ने हुन्छ। ल हेर्नुहोस् धनियाँ पनि ट्याक्क 2 मुठी तयार भयो। यो चिसोको बेला काहीँ तरकारी किन्न जानु नपर्ने फुत्त बाहिर निस्क्यो, टक्क ल्यायो। हेर्नुहोस् त ल 2 चुल्ठा बाटेको हामीले नानीले चाहिँ यो अर्गानिक कालो कोदोको पिठोलाई मारी मस्काउँदैछिन्। ल हेर्नुहोस् है त यो आज चाहिँ जाडोमा यस्तो परिकार चाहिँ बनाएर खाने भनेर चाहिँ ल हेर्नुहोस् त कति मेहनत गर्नुपर्ने रहेछ। फेरि यो चाहिँ मेरो फर्स्ट टाइम हो है साथीहरू। मैले कोदोको ढिँडो चाहिँ खाएको थिइनँ। कसलाई मनपर्छ ल भन्नुहोला। ल हेर्नुहोस् पुरै ल हाम्रै अर्गानिक आफैले मेहनत गरेको साग, कोदोको ढिँडो, डल्ले खोर्सानी पनि छ, अचार पनि छ। ल हेर्नुहोस् ठ्याक्क मासु पनि छ। ल आउनुहोस् है जाडोमा टक्क तातो तातो खाउँ।